हेलो गाइज वेलकम टू अनदर भिडियो। मैले सधैँभर चाहिँ क्रिकेटका खबर लिएर आउँथेँ भने मैले हर भिडियोमा क्रिकेट सम्बन्धी जानकारी गराउँथेँ र आज पनि क्रिकेट सम्बन्धी जानकारी गराउँदैछु। मैले आइपिएल 2026 को हिजो रिटर्नको अन्तिम दिन थियो र त्यसमा कुन कुन प्लेयरहरू रिटर्न भए र कुन कुन प्लेयर बिग प्लेयरहरू पनि रिलिज भएका छन् र कुन कुन कतिपय प्लेयरहरू चाहिँ अर्को टिमदेखि पुरानो टिमदेखि नयाँ टिममा चाहिँ कसरी ट्रेड भए, क्यासमा डिल भयो कि क्युआरमा डिल भयो, यसको बारेमा फुल्ली डिस्कस गर्छु। भिडियो अन्तिमसम्म हेरिदिनु होला। सुरुमा म गुजरात टाइटन्सको रिलिज प्लेयरतर्फ लगेँ। कोलाई रिलिज गर्यो त गुजरातले? सदन रदोफर्ड, माइपल लम्लोर, करिम जन्नत, दसन सनाका, गर्ली कर्जे कि कन्जरिया। अब म लखनऊ सुपर जायन्ट्सतर्फ लगेँ रिलिज प्लेयर। आरएन जुइल, डेभिड मिलर, यी खतरनाक नाम हो। डेभिड मिलरलाई पनि रिटर्न रिलिज गरेको छ। राज हङ्गर, शार्दुल ठाकुर, आकाशदीप, रवि बिश्नोई, समारिया जोसेफ। अब म केकेआर तर्फ लगेँ। केकेआरले पनि बिग प्लेयरहरू रिलिज गरेको छ। लुबिङ, सिद्धिको, क्विन्टन डिकक, गुबराज, मोइन अली, भेङ्कटेश आयर, आन्द्रे रसेल, सबैभन्दा ठुलो नाम आन्द्रे रसेल पनि रिलिज भएका छन्। माइक म्याकान्डे, चेतन साकेरिया, एङ्ग्री नर्चके, स्पर जोन्सन। अब म राजस्थान रोयल्सतर्फ लगेँ। राजस्थान रोयल्सले रिलिज गरेको प्लेयरहरू के सिंह राठौर, नितेश राणा, सञ्जु सैमसन, वानिन्दु हचरङ्गा, महेश थिक्सना, फजल फरुकी, आकाश मडवाल, आकाश शर्मा, कुमार कार्तिके। र यसमा ट्रेड भएर आएका प्लेयर म एकैछिनमा भन्ने छु, सस्पिसियस राखेको छु, एकछिनमा भन्ने छु। र अब म दिल्ली क्यापिटल्सतर्फ लगेँ। रिलिज प्लेयर फाफ डुप्लेसी, ज्याक फर्गन मर्गो, महेश शर्मा, डियन फरेरा, ए टटिल, मोहित कुमार, डी नालकाण्डे। अब म पन्जाब किङ्स रनर अफ टिम पन्जाब रिलिज गरेका प्लेयर ग्लेन म्याक्सवेल, जस इङ्ग्लिस, एरेन हार्डी, कुलदीप सेन, परविन दुबे। अब म सनराइजर्स हैदराबादतर्फ लगेँ। रिलिज प्लेयर अभिमान मनार, अभित टाये, सचिन बेबी, विन मल्डर, मोहम्मद सामी, सिमरजित सिंह, राहुल चार, एडम जाम्पा। अब म मुम्बई इन्डियन्सतर्फ लगेँ। रिलिज प्लेयर एस राजू, रेस टोप्ली, केएल सिरजित, करण शर्मा, अर्जुन तेन्दुलकर, विवन ज्यागोस, मुजिबुर रेमन, लाइजिड विलियम्स, लिजर्ड विलियम्स, भिग्नास पथुर। अब म चेन्नई सुपर किङ्सतर्फ लगेँ। रिलिज प्लेयर राहुल त्रिपाठी, भेनुस बेडी, सी एन्द्री, सिद्धार्थ, रविन्द्र जडेजा, रचिन रविन्द्र, श्याम करन, दीपक हुडा, विजय शङ्कर, सकित रसिद, कमलेश नागरकोटी, महेश पथिराना, देवेन कन्वय, आर अश्विन रिटायर है। आर अश्विन चाहिँ रिटायर। अब म रोयल च्यालेन्जर बेङ्गलोर च्याम्पियन रोयल च्यालेन्जर बेङ्गलोरतर्फ रिलिज चेतन साकेरिया, मयङ्क अग्रवाल, टिम सफर, ल्याम लिभिस्टन, मनोज भेङ्गेट, लुङ्गी इङ्गिडी, बी मुजरावानी, मोहित राठी। अब म र कुन टिमसँग कति पर्स बाँकी छ यसको बारेमा पनि म फुल्ली डिस्कस गर्नेछु अक्सनमा जानका लागि। हाम्रो कलकत्ता नाइट राइडर्ससँग 64 करोड बाँकी छ भने चेन्नई सुपर किङ्ससँग 43, हैदराबादसँग 25, त्यसै गरी लखनऊ सुपर जायन्ट्ससँग 22, दिल्ली क्यापिटल्ससँग 21, रोयल च्यालेन्जर बेङ्गलोरसँग 16, राजस्थान रोयल्ससँग 16, गुजरात टाइटन्ससँग 12, पन्जाब किङ्ससँग 11, मुम्बईसँग 2 करोड। सबैभन्दा कम चाहिँ मुम्बईसँग छ। र म अब अझै रिटर्न प्लेयरमा रिलिजको सनराइजर्स हैदराबादतर्फ लगेँ। सनराइजर्स हैदराबादको पनि मैले जानकारी गराइसकेको छु। लखनऊ सुपर जायन्ट्सको पनि मैले जानकारी गराइसकेको छु। अब म रिटर्न प्लेयर म गुजरातबाट सुरु गर्नेछु। शुभम गिल, साई सुदर्शन, की कसङ्का, अनुज राव, जस बटलर, निशान सेन्डु, वाशिङटन सुन्दर, अर्शद खान, शाहरुख खान, राहुल तिवाटिया, कागिसो रबाडा, मोहम्मद सिराज, प्रसिद्ध कृष्ण, ईशान शर्मा, एम सिंह बरार। कागिसो रबाडा रिलिज भएका छन् भने शाहरुख खान पनि रिलिज भएका छन्। यहाँ चाहिँ नाम अलिकति गलत दिएको रहेछ। चेन्नई सुपर किङ रिटर्न ऋतुराज गायकवाड, आयुष मान्त्रे, डेवल बेर्बिस, एमएस धोनी, उर्विल पटेल, सञ्जु सैमसनको म एकछिनमा भन्ने छु, जेमी अबर्टन, आर घोष, नूर अहमद, खलिद अहमद, अंशुल कम्बोज, श्रेयस गोपाल, मुकेश चौधरी।
अब म पन्जाबका रिटर्नतर्फ लगेँ। श्रेयस आयर, युजी चाल, हर्षदीप सिंह, प्रियंश आर्या, परसिमरन सिंह, निहल वाडेरा, अर्पण पन्यु, मुजिर खान, विष्णु विनोद, मार्क स्टोनिस, मार्को जेन्सन, शशाङ्क सिंह, उमर जाई, हरप्रीत बरार, श्रेयसी सेगोडे, लग्गी फर्गसन, विजय शङ्कर भसक। अब म केकेआरतर्फ लगेँ। रिङ्कू सिंह, अंकुश राजवंशी, रमन पाउल, अजिङ्क्य राणे, मनिष पाण्डे, सुनिल नारायण, रमनदीप सिंह, अंकुल रोय, असित राणा, भयब अरेरा, उमरान मलिक, वरुण चक्रवर्ती। अब म दिल्लीतर्फ लगेँ। दिल्लीको टिस्टन स्टफ, समीर रिजवी, करुण नायर, केएल राहुल, अभिषेक परेल, अक्षर पटेल, विपराज निगम, माधव निगुजी, त्रिपुर राणा विजय, अजय मण्डल, कुलदीप यादव, मिचल स्टार्क, मुकेश कुमार, दुष्मन्त चमेरा, टी नटराजन, आशुतोष शर्मा, नितेश राणा। नितेश राणा म एकैछिनमा भन्नेछु। अब म लखनऊ सुपर जायन्ट्सतर्फ लगेँ। अब्दुल समाद, आयुष बदनी, एडम माक्रम, बी बेटेन्जी, हिम्मत सिंह, ऋषभ पन्त क्याप्टेन, निकोलस पुरन, मिचल मार्स, शाहबाज अहमद, अश्विन कुलकर्णी, मोहम्मद सामी पनि एकैछिनमा भन्छु, माइक यादव, आवेश खान, मसिक खान, एम सिद्धार्थ। अब म मुम्बई इन्डियन्सतर्फ लगेँ। सूर्य कुमार यादव, रोहित शर्मा, तिलक वर्मा, चेतन रोदफोर्ड, यो पनि एकछिनमा भन्नेछु, रायली रिकर्टन, रमन मिन्च, हार्दिक पाण्ड्या, नमन धीर, विल ज्याक्स, मिचल सेन्टर, कर्बिन बोस, दीपक चार, शार्दुल ठाकुर, जसदीप बुमरा, ट्रेन्ट बोल्ट, ए गब्जी। दीपक चार पनि रिलिज भएका छन्, यहाँ गलत दिएको रहेछ। दीपक चार रिलिज भएका छन् भने विल ज्याक्स पनि रिलिज भएका छन्। अब म अर्को टिमतर्फ लगेँ। अब अर्को टिमको रूपमा छ हाम्रो गुजरात टाइटन्सको पनि मैले गराइसकेको छु भने अब चेन्नई सुपर किङ्सको पनि मैले गराइसकेको छु र चेन्नई सुपर किङ्सले ट्रेड कोसँग बिग ट्रेड भएको छ। चेन्नई सुपर किङ्सले रविन्द्र जडेजालाई चाहिँ राजस्थान रोयल्ससँग साटेको छ भने सञ्जु सैमसन चाहिँ चेन्नई सुपर किङ्समा आएका छन् र अर्को ट्रेड शार्दुल ठाकुर लखनऊबाट मुम्बईमा गएका छन् र चेतन रोदफोर्ड गुजरात टाइटन्सबाट मुम्बईमा गएका छन्। थ्याङ्क्स फर वाचिङ।